छु हिजो अस्ति मैले यहाँ खनीमातिर थिएँ। आज गएर यतिसम्म भइरहेछ। भर्खर कति भयो, 1 महिना जति भयो होला है यहाँ यो भिडियो गरेको। मेरो करेसोबारी हो। अब यो चाहिँ खानको लागि अदुवा हो। यिनीहरू फर्सीहरू भयो, यहाँ करेलाहरू भयो, सिमीहरू भयो, भेन्टाहरू भयो इत्यादि। यहाँ काँक्रासम्मको पनि हेर्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ अब यो तहराको तहरा हो। यो मैले चाङ बनाएको। यो चाङहरूमा चाहिँ अब बिस्तारी बनाउँदैछु नै। अब अर्को किसानी हो, गाउँले हो, म एक्लै हुँ। एक्लै भन्दा पनि बाउ हुनुहुन्छ, बुढो बाउ हुनुहुन्छ। यो तहराको ठ्याक्कै मुनि चाहिँ मैले सुथुनी पनि रोपिरहेको छु। यो चाहिँ सुथुनी हो। सुथुनीले यसलाई चाहिँ भोलि गएर अब हुन त सक्छ, माघे सङ्क्रान्तिमा पनि खाने भनेर भन्छ। तर माघे सङ्क्रान्तितिरै हुन्छ होला हो। खास यो सुथुनीको बारेमा थाहा भएन। अब यताको भाकरी सक्दै ल्याइरहेको छु। यसरी यता चाहिँ मकैबारी हो। अनि ड्रागन फ्रुटहरूको आम सभा भन्नु नभएको ड्रागन फ्रुटहरू यता छन्। अनि यहाँ कागतीको बोटहरू पनि छ। अन्त कसैले गाउँले मेरा साथीभाइहरूले पनि गाउँको कसैले चिन्ने होला गाउँमा के हुन्छ भनेर। त्यो चाहिँ कटहर हो, रुख कटहर हो। अनि त्यसपछि अब तपाईँहरूले मेरो घर पनि देखाउने छु। मैले चाहिँ यहाँ यो चाहिँ च्यातेला हो। फली पनि रहेछ। यस्तो फल्छ यो भन्दै म मेरो ग्यासको सिलिन्डरको ग्यासको भण्डार यता छ। यो पालि त्यति राम्रोसँगले दाउरा काट्न पाइएन। अब सिलिन्डरको ग्यासको फ्याक्ट्री चाहिँ यता छ। यहाँ ड्रागन फ्रुटहरू हो। अब चाहिँ मैले दाउरा टिप्ने हो। मेरो करेसोबारी त सहर छ, हेरि नै हाल्नुभयो। मेरो दाउराको चाङ पनि हेरि नै हाल्नुभयो। अब गाउँलेलाई कतिसम्म दुःख छ भनेर तपाईँहरूले अवगत गर्न चाहन्न। गाउँले हो, गाउँले हो।
Mata nyalaoti. त्यसको उनका त हेलातिर नि हो Ah, उनका ना उस जेसिका में एक छिरु रहेछन् sangi dah kata. बलि गाडी बना किन हाङछुङ भाइ Sangi khako gak. Ah, फाङफुले ओ Fangkule. अँ Fangkule भनेपछि पर्चन्देया खाटो. अह Fangkule खाराक्का. हारा प्रचण्ड होइन हौ पर्चन्देकै मलाई ड्राइभर. अहो कामी. नहे गइसो अब हिलाउडा साममा खा. राखे